किङ महेन्द्र वीरविक्रम शाह विक्रम सम्वत 2011 मा राजा बनेका थिए। उनी नेपालका एक यस्ता राजा हुन् जो संसारभर सम्मानीय छन्। उनी युएनमा बोल्न जाँदाखेरि सबै देशका प्रतिनिधिहरूले उठेर उनलाई सम्मान दिने गर्थे। यति मात्र नभई नेपाललाई विश्वभरि र सबै देशसँग डिप्लोमेटिक रिलेसन कनेक्ट गर्न महेन्द्र वीरविक्रम शाहको ठुलो हात छ। विक्रम सम्वत 1977 सालमा जन्मेका महेन्द्र वीरविक्रम शाहले के राम्रा कामहरू गरे त? त्रिशुलिया हाइड्रो पावर स्टेसन, सुनकोशी हाइड्रो पावर प्रोजेक्ट, पनौती हाइड्रो पावर, कुलेखानी हाइड्रो पावर, यी सबै हाइड्रो पावरहरू महेन्द्रको पालामा निर्माण भएको थियो। उनले यस्ता थुप्रै कन्स्ट्रक्सनको कामहरू गरे जसले गर्दा आज नेपाल खुसीले बाँचिरहेको छ। कोशी ब्यारेज बनाए, बाढी पहिरो र सिँचाइका लागि गण्डकी ड्याम बनाए, नेपाल र चाइना जोड्ने पहिलो पुल पनि महेन्द्रले बनाएका थिए र अहिले हामीले देखिरहेको नारायणी दरबार पनि महेन्द्रको पालामा निर्माण भएको थियो। शिक्षाको क्षेत्रमा राजा महेन्द्रले कस्तो कस्तो कामहरू गरे त? आउनुहोस् हामी बताउनेछौँ। नेपालमा खास हिन्दी पढाइने गरिन्थ्यो। त्यो कुरालाई नेपाली भाषा पढाउनुपर्छ र नेपाललाई सबैतिर पढाउनुपर्छ भनेर राजा महेन्द्रले हिन्दी पढाउन छोडेर नेपाली पढाउने कोर्स अपलिफ्ट गरिदिए। श्रीमान गम्भीर भन्ने नेपालको पहिलो एन्थम राजा महेन्द्रले नेपालमा लिएर आए। नेपालको एकमात्र विश्वको अनौठो झण्डा राजा महेन्द्रले फाइनल गरेर देशभरि प्रकाशित गरे। तपाईहरूलाई थाहा नहुन सक्छ, नेपालमा पहिला निकै नै इन्डियन पैसाहरू चल्ने गर्थ्यो, तर त्यो कुरालाई राजा महेन्द्रले हटाइदिए। नेपालमा नेपाल राष्ट्र ब्याङ्कको निर्माण पनि राजा महेन्द्रले नै गरेका हुन्। भद्रकालीको शहीद गेट बनाउने, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने र नेपालको धर्मलाई जोगाउनको लागि गुठी संस्थानको स्थापना गर्ने, यी सबै काम राजा महेन्द्रले गरेका थिए। र राजा महेन्द्र पहिलो यस्ता राजा हुन् जसले आम जनताको सामु आएर आफ्नो रगत दान गरे। नेपाललाई युएनको मेम्बर बनाउनु, क्वीन एलिजाबेथसँग राम्रो रिलेसनसिप बनाएर नेपालमा भ्रमण गर्न बोलाउनु, बालाजु इन्डस्ट्रियल एरिया, पाटन इन्डस्ट्रियल एरिया, हेटौडा इन्डस्ट्रियल एरिया, धरान इन्डस्ट्रियल एरिया, बिरगञ्ज सुगर मिल, नेपाल ओइल कोअपरेसन, जनकपुर सिगरेट फ्याक्ट्री, साल्ट ट्रेडिङ कोअपरेसन जस्ता थुप्रै इन्डस्ट्रीहरू राजा महेन्द्रको पालामा नेपालमा स्थापित भयो। देशमा सुत्केरी भएको महिलाको राम्रो देखभाल हुनुपर्छ भन्दै आपाथली हस्पिटल पनि राजा महेन्द्रको पालामा उनले नै बनाए। कान्तिबाल हस्पिटल, इन्स्टिट्युट अफ मेडिसिन र पहिलो आयुर्वेदिक स्कुल नेपालमा स्थापित गरे। र जनावरको लागि र खेतीपातीको लागि उनले इन्स्टिट्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्स IAAS को स्थापना पनि गरे। यति मात्र नभई नेपाल राष्ट्र ब्याङ्क सँगसँगै कृषिमा देशलाई अगाडि बढाउनु पर्छ भन्दै एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्कको पनि स्थापना राजा महेन्द्रले गरे। कृषि क्षेत्रमा मात्र नभई आफ्नो देशलाई शैक्षिक क्षेत्रमा पनि अगाडि लानुपर्छ भन्दै राजा महेन्द्रले आफ्नो बुवाको नाममा त्रिभुवन युनिभर्सिटीको स्थापना गरे र त्यस अन्तर्गत रत्नराज्य क्याम्पस, फुलचोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पद्मकन्या क्याम्पसहरू जस्ता क्याम्पसहरू निर्माण गरे। नेपाललाई शैक्षिक र कृषि क्षेत्रमा मात्र नभई देशले पर्यटकीय क्षेत्रमा पनि राम्रो गर्न सक्छ भन्ने सोच राखेर नेपाललाई पहिलो पटक वर्ल्ड टुरिज्म अर्गनाइजेसनको मेम्बर बनाए। राराको सुन्दरता देखेर राराको अप्सरा भनेर कविता पनि लेखे, जसले गर्दा राजा महेन्द्रकी कविता पढेर रारा हेर्न अहिले पनि लाखौं मान्छेहरू पुग्ने गरेका छन्। रोयल नेपाल एयरलाइन्सको स्थापना गरे र न्याथम कलेज, नेपाल एकाडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट यस्ता कलेजहरू पनि स्थापना गर्ने राजा महेन्द्र हुन्। महेन्द्रको पालामा हिप्पी ट्रेल सुरु भयो र नेपालमा विश्वबाट पर्यटकहरू भ्रमण गर्न आउन थाले। देशको भौगोलिक क्षेत्र देखेर र जनतालाई आवत जावत गर्न निकै गाह्रो देखिसकेपछि राजा महेन्द्रले यातायात व्यवस्थापन गर्नतिर लागे। त्यही यातायात विकास गर्ने क्रममा राजा महेन्द्रले महेन्द्र हाइवे बनाए, जुन अहिले विश्वभर प्रख्यात छ। अरनिको हाइवे पनि राजा महेन्द्रले बनाए। त्रिभुवन हाइवे, पृथ्वी हाइवे, कान्ति हाइवे, हेटौडा रोपवे सबै राजा महेन्द्रको पालामा स्थापना भयो र त्यही यातायात क्षेत्रलाई अझ अगाडि बढाउने क्रममा राजा महेन्द्रले त्रिभुवन इन्टरनेसनल एयरपोर्ट जुन 1955 जुन 15 मा स्थापना गरे।
त्रिभुवन इन्टरनेसनल एयरपोर्ट मात्र नभई थुप्रै डोमेस्टिक एयरपोर्ट जस्तै राजविराज एयरपोर्ट, जनकपुर एयरपोर्ट, पालुङटार एयरपोर्ट, नेपालगञ्ज एयरपोर्ट, मेघौली एयरपोर्ट, रुम्जातार, टुम्लिङटार यस्ता थुप्रै डोमेस्टिक एयरपोर्टहरू राजा महेन्द्रको पालामा स्थापित भयो। अहिलेसम्म चलिरहेको साझा बस यातायात पनि राजा महेन्द्रकै कालमा स्थापन भएको थियो। यति मात्र होइन, खेलकुदमा पनि देशलाई अगाडि लानुपर्छ भन्दै दशरथ रङ्गशाला पनि राजा महेन्द्रको कालमा निर्माण हुन पुग्यो। काठमाडौँमा पानीको समस्या देखेपछि मेलम्ची वाटर सप्लाई प्रोजेक्टको भिजन पनि राजा महेन्द्रले देखेका हुन् र राजा महेन्द्रको मृत्युपछि यो भिजनलाई राजा वीरेन्द्रले अगाडि लाने प्रयास गरे। देशमा न्यायपालिका क्षेत्र राम्रो हुनुपर्छ र सबै जनताले न्याय पाउनुपर्छ भन्दै द सुप्रिम कोर्टको पनि राजा महेन्द्रले निर्माण गरिदिए। राजा महेन्द्रले यस्तो साहसी काम गरेका छन् कि नेपाल एकीकरण भए पनि केवल काठमाडौँलाई मात्र नेपाल भनेर चिनिने गरिन्थ्यो। एकीकरण भएको नेपाललाई सिस्टमेटिक र पोलिटिकल बनाए र नेपाल र चाइनाको बोर्डरबाट इन्डियन सेनाहरू हटाइदिए। सोच्नुहोस् त राजा महेन्द्रले आफ्नो कार्यकालमा कति धेरै कामहरू गर्नुभएछ। हाम्रो नेताहरूले राजा महेन्द्रबाट के सिक्ने र के लिने, तपाईहरू कृपया कमेन्ट गर्नुहोला र राजा महेन्द्रको जय होस् भन्दै हामी उहाँको यादमा यस भिडियोलाई अन्त्य गर्न चाहन्छौँ। धन्यवाद।